रत्नपार्कको प्रवेशद्वार चाहिँ यस्तो छ। नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। म रवि। मेरो युट्युब च्यानलको नाम चाहिँ रविन्द्र रिसाल। हजुरहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अहिले चाहिँ म यो रत्नपार्कमा छु, रत्नपार्कभित्र। यो पार्कभित्र छिर्नलाई अहिले चाहिँ 25 रुपियाँ टिकट बनाएको रहेछ। राम्रो हो। अब पैसा तिरेर आएपछि अलिकति मान्छे अलर्ट पनि हुन्छ। अनि यो मेरो ब्याकग्राउन्डमा चाहिँ यो आवाजहरू एकदम आइरहेको होला। यो मेन सिटी बजारमा छु, गाडी कहीँ कहीँ आइरहेछ, माइन्ड नगरिदिनु होला। आज चाहिँ यो शनिबार। शनिबारको चाहिँ अहिले 12 बज्यो, 12 बजेर 5 मिनट भयो शनिबार। अनि यहाँ छेउमा काम पनि थियो मेरो, अनि काम पनि गरौँ। अनि काम सक्यो, अनि रत्नपार्कभित्र यसो छिरेर घाम ताप्दैछु। रत्नपार्क चाहिँ राम्रो छ, क्वाइट बस्नलाई। मेन सिटीभित्र जे होस् मजा छ। रत्नपार्क चाहिँ अहिले यस्तो छ, अलि ड्राई छ। यो विन्टर सिजनले गर्दा हो। अहिले समरमा फेरि यो हरियाली फुलै फुल भइहाल्छ यहाँ। यस्तो छ, मजाको छ। भित्र आएर मजाले एकछिन रेस्ट गर्यो, घाम ताप्यो। केही खानु छ भने बसेर आनन्दले खायो। मजा छ। यहाँ प्राय सबै रेस्ट गर्न आउनुहुन्छ। रत्नपार्क चाहिँ अहिले यस्तो छ। घाम ताप्नु चाहिँ रमाइलो छ यहाँ बसेर। पार्कसँगै खुला मन छ। खुला मन चाहिँ यस्तो छ, साँच्चीकै खुल्ला छ। अहिले चाहिँ सफा गरेर पनि राखेको छ। भित्र चाहिँ जानलाई निषेध छ, यहाँभित्र जानलाई चाहिँ। यो पार्कसँगै भएको भएर खिचेको त्यो राम्रो देखिन्छ, खुल्ला छ, सफा पनि छ। दरबार हाई स्कुल चाहिँ अहिले यस्तो बनेको छ। यो 72 सालको भूकम्पपछि रिनोभेट भएर दामी बनाएको छ। अब यसको सँगै चाहिँ रानी पोखरी। रानी पोखरीभित्र पनि जान मिल्दैन। माथिबाट मैले यो ब्रिजबाट खिच्दैछु, यस्तो देखिरहेको छ रानी पोखरी। घन्टाघरमा अहिले ठ्याक्क 1:15 भएको छ। घन्टाघरको घडीमा चाहिँ व्यस्त रोडको छेउमा छ। म चाहिँ अहिले यो रत्नपार्क एरियै घुमिरहेको छु। अब यहाँबाट दरबार मार्ग जान्छु, त्यो सानो काम छ, अनि त्यसपछि घर फर्किन्छु। दरबार मार्ग डुल्दैछु। आज यो शनिबार भएर त्यति भिडभाड छैन, खुल्ला छ। पहिला चाहिँ यहाँ पुरै पार्किङ हुन्थ्यो यो एरियामा। यहाँ अहिले चाहिँ पार्किङ यहाँबाट हटाएको छ। त्यो दरबार मार्गमा चाहिँ ब्रान्डेड सामानहरू पाउँछ। प्राय ब्रान्डहरू यहाँ चाहिँ सामानहरू किन्न पाइन्छ। अब धेरै नै चहलपहल हुने ठाउँ हो यो दरबार। पछाडि देखेको राज दरबार, नारायती राजाको दरबार हो।
राजदरबारको मूल गेट। राजदरबार चाहिँ अहिले यो सङ्ग्रहालय भएको छ। सबैजना आएर चाहिँ भित्र हेर्न सक्नुहुन्छ। भित्र भिडियो क्यामेरा चाहिँ एलाउ छैन। अनि बाहिरबाट यसो हल्का भित्र सङ्ग्रहालय हेर्नलाई चाहिँ यहाँ टिकट लाग्छ, आएर हेर्न सक्नुहुन्छ। अहिलेको यो दरबारमार्गको पार्किङ चाहिँ दरबार मलको अन्डरग्राउन्डमा राखिएको रहेछ। दरबारमा आउनुभयो भने चाहिँ पार्किङको लागि चाहिँ यता दरबार मल अन्डरग्राउन्डमा छ। पछाडिबाट घुमेर जानुपर्छ। यो राजदरबारको गेटको अगाडिबाट घुमेर जानुपर्ने रहेछ। यहाँ सेक्युरिटी दाइहरूले भनिदिनुहुन्छ। गर्दैछु। यो दरबार मार्ग अलिक वरपर, रत्न पार्क वरपर हल्का घुमेको ब्लग बनाएको। आज शनिबार, खासै त्यस्तो स्पेसल त केही छैन आजको ब्लगमा। के कस्तो भयो कमेन्ट्स पनि गरिदिनु होला। खुसी रहनुहोस्, दिनमा एकचोटि मजाले हाँस्नुहोस्, खुसी रहनुहोस्, हेल्दी रहनुहोस्, यही शुभकामना दिँदै आज चाहिँ म बिदा लिन्छु।